Hello guys, so as you can see, bato ekdam big sa, like ekdamai. And then we're going to Ulleri भन्ने ठाउँ बस्नको लागि आज. Hello everybody. Hi. हामी अहिले यो नयाँ पुलबाट उल्लेरी गएछौ. आफ्नो गाडी थन्काएर हामी भाइको गाडीमा जाँदैछौँ अहिले. उल्लेरी करिब यहाँबाट 1-2 घण्टामा हामी उल्लेरी पुग्छौँ. त्यहाँबाट पैदल 130 भन्ठामसम्म करिब 1 घण्टाको बाटो हामी पैदल यात्रा गर्छौँ आज. र आजको हामी बेलुकाको बास्दै बस्छौँ. अनि भोलि बिहानै उठेर हामी ट्रेकिङ गर्दै त्यहाँबाट हामी घोडेपानीसम्म पुग्छौँ. र घोडेपानीको यात्रा करिब 5 घण्टाको ट्राभल हुनेछ भोलि, पैदल ट्राभल. अनि घोडेपानीबाट हामी पुनिल एकदमै हाइटमा छ अरे, उकालो छ अरे, एक्साइटेड भएको छौँ हामी सबैजना. त्यहाँ पुगेर हामी पुनिल हेरेर अनि बाटो हेर्नु एकदमै अप्ठ्यारो छ. यहाँ बाटोले पनि साह्रै गाह्रो भएको छ. अनि पहाडहरू एज यु क्यान सी भेरी ब्युटिफुल. मुनि पानी बग्दैछ, अगाडि पछाडि यस्तै छ. अनि त्यहाँबाट हामी घोडेपानीबाट माथि पुनिल हेरेर त्यसपछि हामी घान्डुक करिब 1 दिनको ट्रेकिङ गर्छ. घान्डुक पुनिलबाट 1 दिनमा हामी घान्डुक पुग्छौँ. अब हामी पानीमा जाने हो. ओके गाइज, very excited. यस्तो छ बाटो पनि. हामी ब्याग चालेछौँ गाइज. ओम नमो शिवाय. बाटो सिधा छ यहाँ. भेरी डर लाग्दो थियो. बाटो अप्ठ्यारो छ, एडभेन्चर छ, सानो बाटो, अप्ठ्यारो बाटो, गाडी बिस्तारै हिँड्दैछ. बाटो त यस्तै हो. घर पनि राम्रो जस्तै छ.